हेलो गाइज गुड मर्निङ। सो आज हामी चाहिँ अब नयाँ कार्यक्रममा जाँदैछौँ। हाम्रो खेताराहरू खेतारा मिस्ट खेतारी तोरी काट्ने भने कि हरि तोरी काट्दैछ नि त त्यस्तो तोरी होइन पाकेको तोरी। ल ल समीक्षा उहाँ चाहिँ अब तयार भएर आइछिन्। समीक्षाजी अब तोरी आजको हाम्रो कार्यक्रम तोरी काट्ने रहेको छ। ल तोरी एकदम हराभरा तोरी। ल ल ल समीक्षा राम्रो काट्नुपर्छ है। ल आँसी चाहिन्छ कि न आँसी काट्ने कचियाले हुन्छ कि आँसीले? हातले नै नै कचियाले चाहिँ राम्रो होला। ल हेर्नुहोस् गाई यस्तो राम्रो फलेछ तोरी। आमामामामामा लटरम्मै यहाँ त लटरम भन्छ कि यहाँको खेतारहरू यस्तो नाच्न तिमीहरू नाच्न आएको। ल यो एकदम पाकेको छ, यो खुर्रेको छ, यो काट्नुपर्छ। यो यताको सकाएर पहिला होइन यो क्षेत्रको सट्टा सकाउने अनि त्यो सकाउने अनि बेलुकातिर टाइम रह्यो भने वी क्यान डु दिस वान है। यो क्षेत्रको पनि हामी सकाउँछौँ अहिले। ल ल यो पहिला पहिला यो सकाउँ कि क्या होइन। ल हाम्रो खेतालाई ऊ काट्ने खेतालाई यस्तो खेताला बदमास खेताला यहाँ छन्। ल अर्को चाहिँ के अरे सन्जिना ऊ ल्याउनु त ए समीक्षा ऊ हँसिया ल्याउनु त जाऊ। उखाल्दा पनि हुन्छ तर काट्दा राम्रो हो कि किनभने यसमा हेर तिमीलाई म एउटा चाहिँ प्राविधिक कुरा भन्छु। ल हेर र प्राविधिक कुरा यो तोरी चाहिँ के हो त मूल जरा भएको के हो बिरुवा हो। यसको यो मूल जरा हुन्छ। यसको चाहिँ यो गुच्छे जरा हुन्न मूल जरा हुन्छ। यहाँ सुन यो मूल जरा भएको चाहिँ जुन अब त्यो हुन्छ नि यसको चाहिँ यहाँ नाइट्रिफिकेसन हुन्छ। यो नाइट्रोजनको मात्र बढी पाउने हुनाले यो चाहिँ राम्रो हो कि है। ल ए त्यहाँ गएर यहाँ फोटो खिच्ने अरे बरु त्यहाँ झर्छ त पाकेको तोरी छ झर्छ त्यस्तो गर्ने कैसे लोगो त्यो नेपालमा बे। ल गाइज हाम्रो यहाँ चाहिँ जुनार पनि छ ऊ जुनार क्षेत्र यो एकदम सुन्दर ठाउँ छ। एकदम तोरी हुन्छ जे पनि हुन्छ यहाँ जे लगायो त्यही हुन्छ। बिजुलीको सुविधा मजाले छ। बिजुली मात्र होइन वाइफाई पनि छ होइन सेविका। सो हाम्रो पाहुना सेविकाजी पाहुना अल द वे फ्रम सिन्धुली बजार। ओके गुड। तो गाइस यसरी तोरी उखाल्ने यस्तो मजाले तोरी उखाल्ने यो एकदम अर्ग्यानिक तेल हुन्छ यसको चाहिँ। हामीले बजारबाट ल्याएको आयातित वनस्पति तेल भन्दा यो चाहिँ निकै स्वास्थ्यको लागि पनि राम्रो। तोरी पनि राम्रो फलेको छ। होपफुल्ली we make it up to a year.